हेलो एन्ड नमस्ते गाइज वेलकम टु माई युट्युब च्यानल। धेरै दिनपछि एउटा नयाँ भिडियोको साथमा धेरै दिन भएको थियो है गाइज युट्युबमा भिडियो अपलोड नगरेको करिब 6-7 महिना पनि बढी भएछ। सो यतिखेर चाहिँ हामी सिधै दुबईबाट गाइज आज चाहिँ रुमदेखि थोरै बाहिर घुम्न निस्किएको थियो है। यो चाहिँ मल अफ द ब्रिज। आजभोलि चाहिँ दुबईमा काम खसै छैन, त्यसले गर्दा आज चाहिँ एकछिन बाहिर घुम्न जाउँ भनेर मेरो बुढी अनि म चाहिँ आजभोलि चाहिँ दुबईमा खासै कामहरू पनि छैन। घुम्यो बस्यो खायो त्यस्तै चलिरहेछ जिन्दगी। यहाँ अगाडि चाहिँ बस पर्छ। हामी चाहिँ यहाँबाट आएको मल अफ एमिरेट्सबाट। र गाइज 5-6 दिन चाहिँ डह्रो पानी पऱ्यो दुबईमा र अहिले चाहिँ मौसम एकदम खुलेको छ। हेर्नुहोस् दामी छ मौसम। नौल काठमा ब्यालेन्स हाल्नु पऱ्यो गाइस। यहाँ चाहिँ नौल काठमा चाहिँ ब्यालेन्स हाल्नु पऱ्यो। ब्यालेन्स त अस्ति मात्र हालेको थियो यार, कति चाँडै सकिएको होला। आज चाहिँ हामी दुबईको मिराकल गार्डन घुम्न जाँदैछु गाइस। हामी पहिलो पनि गएको थियो। आजभोलि चाहिँ दुबई सरकारले त्यहाँको उनीहरूले 1 महिनाको लागि चाहिँ फ्री टिकट गरेको रहेछ। अस्ति नै जाने विचार गरेको थिएँ, जान पाएको थिएन। हेर्नुहोस् मान्छेको भिडभाड। हाम्रो यो चाहिँ मल अफ एमिरेट्स त्यहाँबाट चाहिँ हामी जाँदैछौँ। हावा चाहिँ खतरा चलिरहेछ आज। पब्लिकको क्राउड हेर्नुहोस् गाइज कति धेरै छ। सन्डे भएर पनि होला सायद। र आज चाहिँ वर्षौँपछि हाम्रो आँसुलाई पनि भेट्यो। आज खुसी लाग्यो। उहाँ चाहिँ साथीको बर्थडेमा जाँदै हुनुहुँदो रहेछ। करिब 2 वर्षपछि नै होला हाम्रो भेट। अगाडि देखेको चाहिँ हेर्नुहोस्, हामी चाहिँ भित्र छिर्न पाउँछ कि पाउँदैन भन्ने टेन्सन भयो। यो त सायद लाइनै होला। पुरै लाइनै रहेछ हेर्नु। छिर्न नपाए पनि पहिल्यै गइसकेका छौँ हामी चाहिँ भित्र, केही छैन। मान्छेको भिडभाड। हामी चाहिँ लगभग भित्र नजाउँ नै होला, यस्तो छ अवस्था। अनि कसरी जाने? पारीसम्म हेर्नु त पुरै जानुपर्ने चाहिँ त्यहाँ माथि रहेछ। यस्तो भिडभाडमा कसरी जाउँ? प्राणीहरू लाइन। यो घरको डिजाइनहरू चाहिँ साह्रै मन पर्यो मलाई। र लाइन हेर्नुहोस् गाइज, ओ माई गड। गाइज हामी चाहिँ बल्ल बल्ल छिर्यो है। हेर्नुहोस् भिडभाड। आज सन्डे भएर पनि हो, लाइन चाहिँ पारीसम्म चाहिँ हामी चाहिँ लाइन बसेन। हामी चाहिँ लाइन मिच्दै आयो भित्र छिरेर। सानो मान्छे भएर होला हामी चाहिँ पुरै लाइन मिचेरै आयो गाइज। हामी चाहिँ लगभग छिरिसक्यो। वहाँ पारीसम्म लाइन थियो। हामीले चाहिँ लाइन पनि मिचेको भन्दा पनि अलिकति दिमाग लगायो गाइज। हेर्नुहोस् यहाँ चाहिँ बसमा त्यस्तै 20 मिनट एमिरेट्स मलबाट। जस राम्रो रहेछ। हामी पहिला नै एकचोटि आइसकेको थियो। यसपालि चाहिँ फ्री इन्ट्री गरेको रहेछ, त्यही भएर आएको। आज चाहिँ बुढी र म मात्र आएको, सबैको छुट्टी नभएर। मेरो त लगभग छुट्टी जस्तो नै छ। आजभोलि काम खासै भइरहेको छैन। हेर्नुहोस् बडा चम्मको रहेछ है। खिरोले बुढी चाहिँ हेर्दैछ यता त। वाउ, बडो गजबले बनाएको रहेछ गाइज। हेर्नुहोस् पुरै फुलहरू।
यस्तो अब 2-4 फोटोहरू खिच्नुपर्छ र केही सिनेमेटिक सर्टहरू पनि लिन्छु। माथि झनै राम्रो ठाउँ रहेछ। माथि चाहिँ त्यो चाहिँ भ्यू पोइन्ट रहेछ गाइज, हेर्नुहोस्। राम्रो त लाने त्यो चाहिँ मिराकल गार्डनको टपमा रहेछ भ्यू पोइन्ट र यहाँ चाहिँ सान्तिनो क्याफेटेरियाहरू पनि रहेछ। तपाईँहरू केही खानापिना यताको लागि हेर्नुहोस्। हामी चाहिँ अहिले अघि त्यहाँबाट आएको। र गाइज यो भित्र चाहिँ मिराकल गार्डन भित्र चाहिँ थुप्रै चिजहरू अचम्म तरिकाले है फुलै फुलको गुच्छाले बनाएको रहेछ। जस्तै अगाडि हेर्नुहोस्, इमिरेट्सको एरोप्लेनै बनाएको रहेछ, इमिरेट्सको प्लेन बनाएको रहेछ पुरै फुलै फुलले। हामी त्यहाँ पनि गएर हेर्छौँ। डिट्टु बनाएको रहेछ है गाइज। बडो अचम्मको दृश्यहरू आज देख्न पाइरहेको छ। धेरै अनौठो चिजहरू पनि देख्न पाएँ गाइज। अरू त ठिकै हो, यो हेर्नुहोस् त इमिरेट्सको यो प्लेन चाहिँ डिट्टु बनाएको रहेछ। ओ माई गड, बडो अचम्मको बगैँचा लाग्यो। दामी रहेछ बाजी गयो। पऱ्यो घरतिर मस्त घुम्यो। गजबको ठाउँ रहेछ। धेरै राम्रो लाग्यो। अब साँझ पनि पर्न लाग्यो गाइस। अब मधुरो हुँदै गएको छ। यहाँ बुढीको चाहिँ जुत्ताले पुरै खुट्टामा फोकै निकालेको छ। हेर्नुहोस् त गाइस, खै खानु त दुइटै खुट्टामा हो। खै अर्को चाहिँ कुन चाहिँ सिट। बुढीलाई चाहिँ आज हिँडै धेरै भएछ। थुप्रै दिन भएको थियो बसे। अनि कस्तो लाग्यो बुढीलाई आज? एकदम राम्रो। फुलै फुलाको ठाउँमा हामी लगभग पुरै घुम्यो। यतातिर चाहिँ घुमेन गाइस। अब एक्जिट लिउँ भनेको यहाँ गेटमा चाहिँ अझैसम्म पनि क्राउड हेर्नुहोस् यति धेरै छ। अब चाहिँ हामी जानु पर्यो गाइज। दिनभरि घुमेँ आज चाहिँ यहाँ। दिनभरि भन्नाले हामी 3 बजीतिर पो आएको थियो।
कति 2-3 घन्टा घुम्यो अब चाहिँ बाई बाई गर्नु पर्यो अझै पनि मान्छेहरू आइरहेछ तर गेटमा इन्ट्री गर्न दिइरहेको छैन किनभने धेरै भित्र पनि मान्छे धेरै छ अब चाहिँ हामी एक्जिटको लागि यहाँ गेट खोज्दैछौँ यतै कतै होला बुढी चाहिँ पुरै खुट्टा दुखेर चप्पल हातमा बोकेर हिँडिरहेछ बस चाहिँ गाइस त्यहाँ रहेछ अब सिट पो पाउने कि नपाउने भन्ने टेन्सन भयो किनभने अब पाउन पनि गाह्रो छ नि यति बेला हेर्नुहोस् ओके साथीहरू अब चाहिँ हामी रुममा पुग्न लागिसक्यो है गाइज आजको भिडियो पनि यस्तै भयो धेरै दिनपछिको भिडियो यस्तै भयो भेट्नेछु गाइज अर्को भिडियोमा टेक केयर बाई बाई